ल आज हामी अलि गहिरिएर हेर्दैछौँ ललितपुरको ग्वारको फ्लाइओभर। यो त अब लगभग सकिनै लाग्यो। हो, तर यहाँसम्म आइपुग्न यात्रा सजिलो थिएन। थिएन कति घुम्तीहरू आए होइन। हामीले पाएका अब विभिन्न लेख रिपोर्टहरू केलाएर हेरौँ न त यसको खास कथा। हुन्छ। फेब्रुअरी 2022मा सुरु भयो। लक्ष्य त एकदम स्पष्ट थियो, ग्वारको चोकको त्यो भयानक ट्राफिक जाम कम गर्ने। हो नि। तर बाटो त सोचे जस्तो भएन। ल अलि खोतलौँ है त यसलाई। निश्चय नै। ग्वारको चोक भनेको अब रिङ रोडको एकदमै व्यस्त ठाउँ हो, खास गरी त्यो सातो बाटो कोटेश्वर रुट। हो। त्यहाँ त घण्टौँसम्म गाडी जाममा फस्नु मतलब सामान्य जस्तै थियो पहिले। त्यसैले यो फ्लाइओभरको आइडिया आफैमा महत्त्वपूर्ण थियो, जाम घटाउने, यात्रा समय बचाउने। एकदम। तर आइडियालाई फिल्डमा उतार्दा सुरुदेखि नै केही चुनौतीहरू देखा परे। हो, सुरुको ढिलाइ त छँदै थियो, जस्तो डिजाइन स्वीकृत हुन समय लाग्यो, अनि फेरि कोभिड पनि आइहाल्यो होइन। माटो अलिक कमजोर भेट्यो। माटो हो, अनि प्रयोग भएको प्रिकास्ट प्यानल पनि कमसल गुणस्तरको पाइयो। हो र। अनि त्यसले गर्दा त बनेको संरचनाकै केही भाग भत्काएर फेरि बनाउनु पर्यो। ओहो, त्यो त ठुलै धक्का भयो होला नि आयोजनालाई। एकदमै। अब कमजोर माटो भन्नाले सायद सोचे भन्दा फरक भूगर्भिक अवस्था आयो कि वा परीक्षण पुगेन कि हुन सक्छ। त्यसले डिजाइनमै फेरबदल गर्नु पर्यो होला। अनि त्यो कमसल प्रिकास्ट प्यानल भनेको त सिधै निर्माण सामग्रीमै गडबडी भयो। मतलब तोकिएको स्ट्यान्डर्ड पूरा भएन। हो, जसले त सिधै फ्लाइओभरको टिकाउपन र सुरक्षामा असर गर्छ नि। हो नि। त्यही भएर त मार्च 2025बाट त्यो भत्काएर फेरि बनाउने काम थालियो। मार्च 2025बाट। हो। अनि यहाँ अर्को कुरा के छ भने यी समस्याले गर्दा ठेकेदार कम्पनी छ नि आशिष समानान्तर जेवी, उनीहरूले डिसेम्बर 2024देखि जरिवाना पनि तिरिरहेका छन्। जरिवाना पनि। तर यो जरिवानाले कतिको काम गर्छ होला यस्तोमा? ठेकेदारले दबाब त होला, तर ढिलाइको असर त हामी जस्ता सर्वसाधारणले नै भोग्ने हो नि, होइन र? तपाईको कुरा ठीक हो। जरिवाना एउटा उपाय त हो ठेकेदारलाई जिम्मेवार बनाउने, तर यसले मात्रै गुणस्तर ग्यारेन्टी त गर्दैन। तर महत्त्वपूर्ण कुरा के हो भने यो फेरि बनाउँदा सरकारलाई थप आर्थिक भार परेको छैन रे। त्यो त राम्रो कुरा। खर्च ठेकेदारले नै बेहोरेको छ। ढिला भयो त्यो त भयो, तर सुरक्षा र गुणस्तरमा सम्झौता नगर्नु त्यो चाहिँ सकारात्मक पक्ष हो। हो, त्यो त मान्नै पर्यो। अनि अहिले मुख्य संरचना बनाउने काम सकियो भन्ने पुष्टि भएको छ। यसले आयोजनाले फेरि गति लिएको देखिन्छ। ल, राम्रो खबर। अनि अहिले ठ्याक्कै के भइराखेको छ त? पिच गर्ने कामहरू? हो, मे 22बाट पिच गर्ने मतलब ब्ल्याक टपिङको काम सुरु भएको थियो। मे 22बाटै? हो, बीचमा पानीले अलिअलि बाधा मर्यो केही दिन, तर काम अघि बढिरहेको छ, खास गरी सातो बाटोतिरको खण्डमा। भर्खरै मे 25मा मन्त्री देवेन्द्र दाहालले पनि निरीक्षण गर्नुभएको थियो। मन्त्री जुनै पुग्नु भएको थियो? हो, स्थलगत निरीक्षण। उहाँले के भन्नुभएको छ भने सबै प्राविधिक कुराहरू ठिकठाक रहेमा अब मध्य जुन 2025सम्ममा गाडी गुड्न तयार हुन्छ। मध्य जुन भनेपछि त अब धेरै कुर्नु नपर्ला जस्तो छ। आशा गरौँ। अनि यो फ्लाइओभर चलेपछि ट्राफिक कस्तो होला, यसको बनावट बारे पनि अलिकति भनिदिनुस् न। हुन्छ। यो फ्लाइओभर जम्मा 455 मिटर लामो छ। 455 मिटर। अनि जमिनबाट उचाइ करिब 6 मिटर। यसमा पहुँच र्याम्पहरू पनि छन्, 180 मिटर र 110 मिटरका। र्याम्प सहित? हो। यसको मुख्य काम भनेकै ट्राफिक छुट्याउने हो। रिङ रोडमा कोटेश्वर कलङ्की आउने जाने गाडीहरू माथि फ्लाइओभरबाट जान्छन्। अनि तलबाट चाहिँ पाटन इमाडोतर्फ जाने गाडीहरू बिना रोकटोक चल्न सक्छन्। त्यो त गजब हुने भयो। हो नि। यसले गर्दा ग्वारको चोकको त्यो घण्टौंको जाम हट्छ। यात्रा समय एकदमै घट्छ, खास गरी त्यो बिहान बेलुकाको पिक आवरमा। सुन्दै आनन्द आयो। तर यत्रो ढिला सुस्ती अनि गुणस्तरको समस्या देखेपछि मान्छेहरूको प्रतिक्रिया कस्तो छ? सामाजिक सञ्जालतिर त निकै कुरा उठेको थियो क्यारे। हो, प्रतिक्रिया मिश्रित खालको छ। जस्तो रेडिट जस्ता ठाउँमा कोही भन्छन् भोलि गएर ठूलो समस्या आउनुभन्दा अहिले नै समस्या थाहा पाएर सच्याएको राम्रो। गुणस्तर सुधारेकोमा समर्थन पनि छ। तर अर्कोतिर कतिपय मान्छे एकदम निराश पनि छन्। कसैले लेखेका छन् 80% काम सक्न 2 वर्ष लगाउने अनि बल्ल गुणस्तर पुगेन भनेर भत्काउने। हाम्रोमा काम गर्ने तरिका नै यस्तै हो।
त्यो निराशा पनि स्वाभाविकै हो। ढिलाइप्रतिको दिगदारी देखिन्छ त्यसमा। हो, आयोजना व्यवस्थापन र ढिलासुस्तीप्रति एकदमै दिगदारी छ। त्यसो भए यसको सार के भयो त? फेब्रुअरी 2022 मा सुरु भयो। डिजाइन, माटो, कोभिड, गुणस्तर जस्ता कारणले ढिला भयो। हो। मार्च 2025 मा फेरि बनाउन थालियो अनि अब मध्य जुन 2025 मा खुल्ने आशा। हो, ठ्याक्कै यही हो कथा। यदि अलि ठूलो चित्रमा हेर्ने हो भने यो फ्लाइओभर चलेपछि काठमाडौँ उपत्यकाको एउटा अति व्यस्त चोकमा ट्राफिक सहज हुन्छ, यात्रा समय घट्छ। त्यो ठूलो उपलब्धि हो नि। तर यसले भोगेका चुनौतीहरू छन् नि। सुरुको चरणदेखि निर्माणसम्मका यसले हाम्रो देशका ठूला पूर्वाधार आयोजनाहरूको योजना, कार्यान्वयन अनि अनुगमन प्रक्रियाबारे गम्भीर प्रश्नहरू पनि उठाएको छ। साँच्चै ग्वार्कोको जाम त फुक्ला यो बनेपछि। तर के यसले भविष्यमा यस्तै अरू ठूला आयोजनाहरू बनाउँदा कसरी गुणस्तर नियन्त्रण गर्ने, कसरी समयमै सक्ने, कसरी समग्र परियोजना व्यवस्थापन गर्ने भन्ने बारे केही पाठ सिकाउला त? यो महत्त्वपूर्ण प्रश्न हो। यो प्रश्नमा घोत लिनुपर्ने देखिन्छ है। ल आजलाई यति नै गरौँ होला।